नमस्कार साथीहरू। अहिले हामी कालीगण्डकी नदी कालीगण्डकी जलविद्युत आयोजना ए क्षेत्र अन्तर्गत छौँ। अहिले यहाँ पानीको ताल एकदम हामी देख्न सक्छौँ। यो ड्यामबाट पानी बेलटारी लैरहेछ है। बेलटारीबाट हाम्रो चाहिँ 144 मेगावाट विद्युत उत्पादन भएर देशका विभिन्न क्षेत्रमा डिस्ट्रिब्युसन गरिएको छ। अहिले हामी आजन 2082 साल 6 महिना कति गते भन्दा तपाईँको 18 गते चट्ट लगाएर यहाँ हेर्नुहोस् यो ड्याम। पारीको क्षेत्र भनेको कालीगण्ड गाउँपालिका गुल्मी एक हर्मिचर हो। यो घाम अस्ताउने बेला हुन थालेको छ। सनसेट देखिएको छ यहाँ लगभग। अब ड्यामको बत्तीहरू पनि अन भएको अवस्था छ। नदेखिँदो रहेछ क्या। अनि हामी खास यहाँ चट्ट खान बसेको। चट्ट यहाँ तत्त्व खाने मान्छेको एकदम बेला जम्मा छ। घुम्न आएका मान्छेहरू। अनि त्यस्तै छ। पानी पर्छ कि गरेको छ। देशभर वर्षाको अविरल वर्षाका सूचनाहरू पनि प्रदान भएका छन्। यो अवस्थामा कालीगण्डकी नदीको बहाव यस्तो छ। हेर्नुहोस् दर्शकबिन्दुहरू।